गाइस फेरि पनि वेलकम यो मेट्रो पार्कमा फेरि आफ्टर 3 इयर ब्याक भएको छौँ। फेरि जस्तो छोडेर त्यस्तै रहेछ पार्कहरू, कुनै केही चेन्ज भएको रहेन। कस्तो लागिरहेछ नानी खेल्नु यहाँ? गुड बा, गुड गुड, प्ले प्ले। खेल खेल, अलि तातो हुन्छ नि नानी, चढ न चढ। Go on, go on. I'm with you, go ahead. बिस्तारै जा। Go. Go ahead. You loser then. Say hi. अब चाहिँ हामी यहाँ गाडीमा, रेलगाडीमा चढ्न गइरहेको छौँ हामी फ्यामिली। फेरि पनि एनीवेयर फ्यामिली नै मात्रै हुन्छौँ हामी, इच एन्ड एभ्रिवेयर। कहाँ गयो माइली, हराइ त हो। आमामा हिँड्नु नसकेर वहाँ गर्दै आउँदैछु। अब गाडीको वेटिङमा छौँ हामी, कहाँ अहिले आइपुग्ने हो। त पनि आइज न क्यामेरामा नानी, त पनि आइज न, हाई भन्दैन। हामी चाहिँ पुरै यहाँ बसको वेटिङमा छौँ। यो सम्झना चौतारा भने जस्तै टक्क बस हामी रोकिरहेको छौँ। अब कतिखेर आउँछ र चढौँ भइरहेको छ सबैलाई। सबै एक्साइटेड हुनुहुन्छ है, होइन हजुरहरू? सबै एक्साइटेड हुनुहुन्छ है? हो नानी, हो? बुवा मम्मी चाहिँ छोडिनु भयो। पार्कमा चाहिँ ठुलो ड्याम छ यहाँ। यो ड्याममा चाहिँ धेरै थेर मान्छेहरू माछा मार्ने आउने गर्नुहुन्छ। यो ड्याम चाहिँ हाम्रो मेट्रो पार्कको ठुलो छ।
हाँस पनि कुदिरहेको छ पानीमा चट्ट। Thank you. What would you do for Christian women? हामी अहिले चढ्न लागेको बस चाहिँ उहाँ आउँदैछ हो, त्यहाँ हो। हाम्रो फ्यामिली वेडिङमा छ उहाँ बसका लागि। ल फेरि पनि यो रमाइलो क्षण हामी यहाँ पार्कमा मासु पोल्ने कार्यक्रम भइरहेको छौँ। हाम्रो फ्यामिली सबै मिलेर यो पार्कमा आएको छौँ हामी। हजुरबालाई टक्क लिएर यहाँ आज यसो गर्मी अलिअलि चढेको खण्डमा हजुरबा लिएर आएको छौँ। हजुरबा कस्तो लागिरहेछ यो पार्कमा आएर तपाईँलाई केटाकेटीसँग यसो खेल्दाखेरि होइन? बल्ल बल्ल आइन्छ है? ठिकै छ नि सबै होइन? सन्चै हुनुहुन्छ एकदम हजुरबा। के छ भाइ तिमीलाई? गुड भन्दिनँ नि। ए जुस खाएर आछन् के नि? आइन्स गुड भन्दिनँ नि। गुड भन्दैन। गुड पनि भन्दैन आइन्स त ब्याड हो क्या। मामा तपाईँलाई के छ एक दुई शब्द भन्ने? पार्कमा आएको छौँ हामी फ्यामिलीसँग होइन, बच्चा बच्चीसँग। के कस्तो लागिरहेछ तपाईँलाई? ठिकै छ, रमाइलो छ। हो ठिक छ नि? भनेपछि अब छोराछोरीले कर गरेर जाउँ भन्दैनन् नि? आफ्नो खुसीले आएको। ल ठिक छ। दिदीले यी भुजिया सुजिया बनाउनु भइरहेको छ यहाँनिर चटपटे। ठिक छ ठिक छ। यसलाई त के पो भन्छ हौ? झालमुरा हो कि हो? झालमुरी। भाइको ड्याड खोइ? भाइको ड्याड खोइ? ए यहाँ छ ड्याड। ड्याडलाई हाई भनिदिनु यहाँ। ड्याडलाई हाई भनिदिनु। भन्नु यहाँ हाई भन्। ल ड्याडीलाई हाई अरे।
त्यो डिलिट हाल्नु है त्यो टप हाल्नु कुमाले हान्नु पनि दिँदैन काँक्रा अम्बी बा कस्तो लाग्दैछ राम्रै छ यो त बेला बेला छोराछोरीले भनेको मान्नुपर्छ सो बा जाउँ घुम्नु पार्क भनेर लु जाउँ न त नाति हो भन खोर्सानी चाहिन्छ एउटा सानो टक्क बाबु छोरालाई एउटै फ्रेममा देख्दाखेरि यस्तो दामी देख्छ त्यो भन्दा नि त्यसो घोट्नु के पानी अहिले चाहिँ चटपटेको पार्टी भइरहेछ यहाँनिर अब यहाँ छुट्टिने बेलामा कानको पानी यो अन्तिम छेड हो अब यहाँबाट हामीले छुट्टिनु आँटेको छौँ सबैलाई पान घर कान मिलाएर खाइदिनु होला मैले पनि डर ल्याएको छु